प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेर चाहिँ यहाँ सुन्न पाइयो। छलफल तितो हुन्छ, मुख मिठो बनाएर समितिमा दिवसमा चाहिँ छलफल गर्न पाइन्न। काम गर्नभन्दा सहिलो क्रान्ति गर्न छ। घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। कुरा सुन्दै गर्दाखेरि यो धरतीमा सबभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ जस्तो लाग्छ। जुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठिक छ। र त्यसका पनि व्यवस्थित तरिकाहरू छन्। संसदीय अभ्यास सबैका आरोप कहिले मैले पेटाएर खोलिदिएँ भने बस्न त कोही सकिन्न जस्तो लाग्छ। यो धरतीमा सबभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ जस्तो लाग्छ। 13जना मानिसले बोल्नुभयो, विस्तृत कुराहरू सबैसित आइसके। अब यहाँ सरस्वती हेर्दाखेरि अब दुधले नुहाएका मान्छेका छेउमा बसियो कि जस्तो लाग्छ। अब यो उजुर परेपछि यहाँ आउने स्वाभाविक हो। हामी यो सम्मानका साथ यहाँ चाहिँ विषयवस्तुहरूको सम्बन्धमा उठेका विषयमा हामी आफ्नो जवाफ दिन आएको हो। यो हुर्मतै लिने किसिमको यो परिस्थिति एउटा सभ्यताको हिसाबले पनि संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन। म एकमा जाउँला। यहाँ चाहिँ उजुरीका सम्बन्धमा उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठिक छ। तर त्यसका पनि व्यवस्थित तरिकाहरू छन्। संसदीय अभ्यासका यसको प्रारम्भिक अनुसन्धान गरेर अहिले अपनाइआएको मिक्स्ड भएरै पनि त्यत्तिकै बोल्दै चाहिँ हिँड्दैनौँ। त्यति चाहिँ आधारभूत सिद्धान्त हामीले यहाँ मात्रै होइन